सर हामी चाहिँ अब रानले काटेको ठाउँमा आउँदैछौँ। म चाहिँ दौडिँदै छु। अब नि ढङ्गलोटेको यहाँ मन्दिरमा बस्ने बुबा पनि हुनुहुन्छ। रानीले तरकारी काटेको ठाउँमा जान मेरो काँटा खस्यो सक्नुहुनेछ गाईहरू। हजुर यो नयाँ राख्नु है त यहाँ किन त नयाँ चाहिँ एउटा यो एउटा उता हजुर हामी यहाँ पहिला पनि आएको थियौँ क्या ए उडान थाल्थ्यो मलाई त मन्दिर पनि हुनुहुन्छ। रानीले काटेको शिलामाथि नबस्दिनु होला। ल आइयो गाईहरू देख्न नै यहाँ लेखेको म देखाउँछु। ए रानीले काटेको टर्बाले नि त खतरा काटेको यहाँ यताबाट देखाउँछु मैले। ल हेर्न सक्नुहुनेछ ए रानीले टर्बाले काटेको बुझेन। यहाँ तल देख्नुहुनेछ गाईहरू पुरा डेन्जर भिड छ यहाँ नि त डेन्जर भिड छ फेरि। ओ माई गस तल नयाँ पनि देखेँ मैले टिटिट यहाँ बम्बा घाट। मेरो काँटा कति खस्यो हो कि छ्याट जानै मान्दैन मसँग आउनै खोजेन। शिवा लगाएर नि टोक्को शिला कुट्न हुन्छ कि नै गाई म त कुचेँ तल खेल्ने पनि रहेछ क्या हामी त्यहाँ पनि जान्छौँ। यहाँ चाहिँ एकदम परापूर्वक कालमा रानीले चाहिँ ढुङ्गा काट्नु भएको थियो। यसरी काटेको ऊ छ कति लामो तलवार थियो होला। दुई फ्याक बनाएका छन् फल काटे जस्तो। फिनिसिङ पनि तलैसम्म छ। यसरी काटेको ऊ छ।